हेलो हेलो। यो चाहिँ तपाईँहरूलाई के जस्तो लाग्छ जो जापानमा चाहिँ यस्तो यो जति पनि यस्तो बल्ने ठाउँ हुन्छ, यो बल्ने ठाउँ भएको भनेको चाहिँ तपाईँहरूले के बुझ्दा हुन्छ, कपाल काट्ने ठाउँ यहाँभित्र छ भन्ने बुझ्दा हुन्छ है साथीहरू। जहाँ पनि कपाल काट्ने ठाउँमा चाहिँ यस्तो बलेको लाइट हुन्छ होइन। अनि यहाँभित्र चाहिँ कपाल काट्ने ठाउँ छ होइन है। यस्तो राम्रै कपाल काट्ने ठाउँ छ क्या। यो चाहिँ कपाल काट्ने ठाउँको यो लोगो सिङ्गल यस्तो हुन्छ साथीहरू होइन। यो चाहिँ नयाँ कुरा कतिलाई थाहा छैन नि त। अनि मलाई पनि थाहा थिएन क्या। मैले पनि अनि यो के रहेछ बलेको भनेर यसो चाहिँ विचार गरेर धेरै ठाउँ हेर्दाखेरि अनि थाहा पायो क्या त्यो गाइज होइन। अनि यस्तै छ। अनि यो हाम्रो यो बस्ने घरनेर हो क्या। तर यहाँ फेरि कपाल काट्न महँगो हुन्छ, यहाँ चाहिँ अलिक महँगो हुन्छ, त्यही भएर म चाहिँ अर्कै ठाउँ काट्छु यस्तो छ। अनि यहाँको भ्युजहरू, यहाँ चाहिँ पार्किङहरू, यहाँ गाडी पार्किङ छ। यो पार्किङ गर्नु सबै पैसा लाग्छ क्या। यहाँ चाहिँ मासिक पैसा तिरेर पार्किङ गर्नुपर्ने हुन्छ। जस्तै जसरी हामी कोठा भाडा तिर्छौँ, भाडा तिरेर बस्छौँ, त्यस्तै यो पनि गाडी पार्किङ गरे बापत यो पार्किङ फी लाग्छ क्या। अनि यहाँ चाहिँ गाह्रो छ। यो साइकल र बाइकहरू त परेन, यो त घरकै भइहाल्यो होइन। अनि चाहिँ यो गाडी राख्ने चाहिँ प्रायः पार्किङ किन्नै पर्छ। अब उता सिटी एरियामा गयो भने चाहिँ फेरि साइकल राखेको नि पैसा लाग्छ, 100 रुपियाँ लाग्छ। अनि बाइकहरू राखेको, स्कुटर राखेको, जे राखे नि पैसा लाग्छ क्या, गाडी राखे नि लाग्छ। यो चाहिँ मासिक फीवाला पार्किङ हो यो चाहिँ। यहाँ अब हाम्रो घरनेर मुनि पनि साइकल पार्किङ छ, यो नि फ्री पार्किङ हो, यो चाहिँ घरले दिएको सुविधा हो। यस्तो छ गाइज होइन। अनि यस्तो छ। अनि यो तोमारे लेखेको छ यहाँ गाइज होइन। रातो अक्षरमा हेर्न सक्नुहुन्छ यहाँ तोमारे। यो तोमारे भने चाहिँ यो तोमारे लेखेको छ नि, यो भनेको चाहिँ गाडीहरूको लागि हो क्या। अनि यो चाहिँ यहाँ लेखा छ क्या, यहाँ रेखा छ क्या, सेतो रेखा। यहाँ चाहिँ नि अब रोक्नै पर्छ क्या गाडी। त्यस्तो सिग्नल हो गाइज होइन। ल त हस् त, धन्यवाद।